सम्पूर्णमा नमस्कार। आज चाहिँ म तपाईहरु सामु एपिजियोटोमीसँग रिलेटेड दुईवटा क्वेशन यसको डिफरेन्शिएट एक्सप्लेनेसन लेयर चाहिँ प्रेजेन्ट भएको छ, जुन चाहिँ अस्ति तपाईहरुलाई लुम्बिनी प्रदेश लोक सेवकले सोधिएको पनि थियो। फर्स्ट क्वेशन छ, दिस आर द इन्डिकेसन फर एन एपिजियोटोमी एक्सेप्ट फर्स्ट अप्सन बिग बेबी, सेकेन्ड अप्सन इन्स्ट्रुमेन्टल डेलिभरी, थर्ड अप्सन प्रिटर्म बर्थ र फोर्थ अप्सन चाहिँ टु प्रिभेन्ट डेथ। अब यसको करेक्ट आन्सर के होला एकछिन सोच्दै गर्नुहोस्। र नेक्स्ट क्वेशन अस्ति भर्खर सोधिएको चाहिँ in which circumstances an episiotomy should be given. First option is an episiotomy should be given routinely in primary gravid mother. Second option is an episiotomy should be given in preterm birth to prevent birth injury or asphyxia. Third option is an episiotomy should be given routinely in previous history of episiotomy. The fourth option is an episiotomy should be given routinely in history of previous third degree tear. Our first question को keywords episiotomy indications except है र सेकेन्ड क्वेशन को keywords चाहिँ in which circumstances episiotomy should be given. अब दुईटा क्वेशन को भाषा फरक भए तापनि मोटिभ चाहिँ सेम हो। यसले दुवैले सोध्न खोजेको चाहिँ इन्डिकेशन्स कुन हो भनेर हैन। अब फर्स्ट क्वेशन को अप्सन्सहरुलाई हेरौं त। फर्स्टमा बिग बेबी र इन्स्ट्रुमेन्टल डेलिभरीमा त दिइन्छ, त्यही भएर यो दुईटा मिल्यो त मिलेन, किनभने क्वेशनले कुन चाहिँमा दिइदैन भनेको हो नि त। अब हामी कन्फ्युजन थर्ड प्रिटर्म बर्थ हो कि टु प्रिभेन्ट टियर। धेरै जनाले चाहिँ प्रिटर्म बर्थमा त सानो बच्चा छ किन दिनु पर्यो र भनेर यो करेक्ट आन्सर ल्याएर आउँछ। यसको करेक्ट आन्सर चाहिँ डी टु प्रिभेन्ट टियर। प्रिटर्म बर्थमा चाहिँ हामीले दिनुपर्छ कि, किनभने प्रिटर्म बर्थमा बच्चाहरुको स्कल बोनहरु वेल अक्सिफाइड हुँदैन, आमाको पेरिनेममा आएर अड्केर बस्दाखेरि चाहिँ कम्प्रेस स्कल बोनहरु ओभरल्याप हुन्छ, भित्र ब्रेन इन्जुरी भएर बर्थ इन्जुरी अथवा एस्फिक्सियामा जाने चान्स धेरै हुन्छ। त्यही भएर हामीले तुरुन्तै दिएर निकाल्नु पर्ने हुन्छ। तर टु प्रिभेन्ट टियर चाहिँ किन करेक्ट आन्सर त भन्दाखेरि चाहिँ एपिजियोटोमी इटसेल्फ सेकेन्ड डिग्री टियर हो नि त। हामीले उल्टो सेकेन्ड डिग्री टियर बनाउँदै छ अनि सेकेन्ड डिग्री टियरलाई चाहिँ प्रिभेन्ट गर्न उल्टो इपी दिने भन्ने हो त होइन, यसलाई चाहिँ पेरिनेल सपोर्ट गरिन्छ के। त्यो करेक्ट आन्सर डी। अब सेकेन्ड क्वेशनको अप्सन्सहरु हेर्न त हामीले कन्सेप्ट के छ त आजकल भन्दाखेरि एपिजियोटोमी चाहिँ रुटिनली कुनै पनि केसमा दिइदैन है। अब फर्स्टमा हेर्नुहोस् त प्राइमेरी ग्राभिडमा दिइन्छ त दिइदैन, क्वेशनले कुन चाहिँमा दिइन्छ भनेको। अब सेकेन्डमा प्रिटर्म बर्थ टु प्रिभेन्ट बर्थ इन्जुरी भनेको चाहिँ हो कि जस्तो लाग्यो। अब थर्ड र फोर्थ अप्सन हेरौँ त। थर्ड अप्सनमा चाहिँ पहिले हिस्ट्रीमा चाहिँ एपी दिएको छ भने रुटिनली दिन्छ त दिइदैन, कन्डिसन हेरेर दिइन्छ। फोर्थमा चाहिँ प्रिभियस हिस्ट्री अफ थर्ड डिग्री टियरमा धेरैजनाको माइन्ड घुम्छ, किनभने थर्ड डिग्रीमा चाहिँ हामीले एकछिन सोध्छौँ कि दिनुपर्छ भनेर, तर सोचेर मात्र दिने हो नि त, रुटिनली दिने होइन। त्यही भएर यसको करेक्ट आन्सर चाहिँ प्रिटर्म बर्थ टु प्रिभेन्ट बर्थ इन्जुरी, सेकेन्ड अप्सन चाहिँ करेक्ट आन्सर है त। थ्याङ्क यू।